मायाभित्रको माया। हामी चाहे जुनै देशका मानिस होस्, जो कोही मानवीय मानिसहरू होस्, हामीले यस्तो खालको माया खोजेका हुन्छौँ। सङ्गीतकारको सङ्गीतभित्रको माया, कविको कविताभित्रको माया, कथाकारको कथाभित्रको माया, निर्देशकको चलचित्रभित्रको माया, गजलकारको गजलभित्रको माया। तर सङ्गीतकारको माया सङ्गीतमै सीमित हुँदो रहेछ, कविको कवितामै सीमित हुँदो रहेछ, कथाकारको कथामै सीमित हुँदो रहेछ, निर्देशकको चलचित्रमै सीमित हुँदो रहेछ र गजलकारको गजलमै मात्र सीमित हुने रहेछ। सत्य जीवनमा माया लिनु र दिनुमा धेरै सम्झौता गर्नुपर्ने रहेछ। सङ्गीतकार, कथाकार, गजलकार, निर्देशक, कवि यी भित्रको माया खोज्दा खोज्दै कहिले सही समयमा गलत मानिसहरू भेटिनु पुगिन्छ भने कहिले गलत समयमा सही मानिसहरू भेटिनु पुगिने रहेछ। मैले धेरै देशका धेरै मानिसहरूको जीवनलाई धेरै नजिकबाट बुझेको छु, देखेको छु र महसुस पनि गरेको छु। यो मायाको संसारमा मैले सबैको मनमा एउटै भावना देखेको छु। सबै जोडीको चाहना हुन्छ हाम्रो माया चलचित्र, कवि, गजल, भित्रको जोडीहरूको जस्तै होस् भन्ने। तर ती सबै कथामा मात्र सीमित हुने रहेछ। सत्य माया गर्ने प्रत्येक जोडीले केही न केही सङ्घर्ष गरि नै पर्ने रहेछ।